केपी शर्मा ओली प्रधानमन्त्री हुँदा 2076 साल कार्तिकमा शिलान्यास गरिएको सुरुङ मार्ग अब केही समयपछि सञ्चालनमा आउनेछ। त्यसो त गत असोजमा यो सुरुङ मार्ग वैकल्पिक मार्गका रूपमा प्रयोगमा आइसकेको छ। हैरान बनेर होइन दङ्ग परेर काठमाडौँ छिर्ने सुरुङ मार्गबाट चिनिराख्नुहोस्, यही हो तपाईँ हाम्रो संघीय राजधानी प्रवेश गर्ने बाटो। सुरुङ मार्गबाट निस्केर नागबेली आकारको स्तरीय सडकमा हुइकिँदै फ्लाइओभर चढ्ने अनि बलम्बु नैका ढुङ्गे अड्डा हुँदै सजिलै रिङ रोड कलङ्की पुग्ने। म कलङ्की चोकमा उभिएको छु। कुनै बेला यहाँ डरलाग्दो जाम हुने गर्थ्यो। अहिले मेरो मुनिबाट गाडीहरू ओहोरदोहोर गरिरहेका छन्। जब यो अन्डरपास बन्यो त्यसपछि यहाँको जाम च्वाट्टै हटेको छ। चीन सरकारको सहयोगमा सन् 2016 मा निर्माण सुरु भएको अन्डरपास सन् 2018 अगस्त 17बाट सञ्चालनमा आएको थियो। मैले यो रुटमा गाडी चलाउन लागेको चाहिँ लगभग 20 वर्ष भयो। यो कलङ्कीको बाटो भन्नुपर्दा चाहिँ अब पहिला त अब बाटो बनाउने जग्गा त एकदम जाम हुन्थ्यो। जब अहिले यो बाटो बनिसकेपछि तयार भयो, अन्डरपास तयार भयो, त्यसपछि त अहिले यहाँ ड्राइभिङ गर्न चाहिँ एकदम सहज रूपमा सजिलो भएको छ। नेपालकै पहिलो अन्डरपासले यात्रु र चालकलाई मात्रै होइन स्थानीयवासी र व्यापारीलाई समेत धुलो र जामको शास्तिबाट मुक्त गरेको छ। पहिला चाहिँ हाम्रो कलङ्की चोकमा चाहिँ अन्डरग्राउन्ड पास नभएको कारण चाहिँ अत्याधिक जाम हुन्थ्यो। लङ टुर गाडीहरू पनि लगभग 2-3 घन्टा चाहिँ कुर्नुपर्छ क्या। ढिला हुने, आफ्नो टाइममा चाहिँ नपुग्ने, धेरै गाह्रो भएर अहिले अन्डरग्राउन्ड पास बनाएर चाहिँ अलिक जाम भइरहेको छैन। अहिले चाहिँ हामी जहाँ जान पनि छिटो सजिलो भइरहेको छ। जाम धुलो धेरै कम भइरहेको छ कलङ्की चोकमा। विभिन्न ठाउँबाट काठमाडौँ भित्रिने र काठमाडौँबाट बाहिरिनेहरूले कलङ्कीको त्यो जाम सम्झेर तनाव लिनुपर्ने अवस्थाको अन्त्य भएको छ। यो सँगै रिङ रोडको स्वरूप पनि यहाँबाट यहाँसम्म आइपुगेको छ। कलङ्की जस्तै बल्कु पनि काठमाडौँ भित्र नै अर्को नाका हो। बल्कुबाट दक्षिणकाली कुलेखानी हुँदै हेटौँडा पुग्न सकिन्छ। रिङ रोड मात्रै निर्माण भएको छैन, उपत्यका भित्र नै सडकहरू पनि फराकिला र स्तरीय बनेका छन्। चारै दिशाबाट रिङ रोड हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने र उपत्यकाबाट रिङ रोड जोडिने सडकहरू पनि त्यत्तिकै फराकिला बनाइएका छन्। 8 लेनको यो फराकिलो सडक बीचमै हुर्किँदै गरेका यी रहर लाग्दा हरिया बोट बिरुवाहरू, धेरैले यी तस्बिरहरू सामाजिक सञ्जालमा राख्दै यो नेपाल हो कि विदेश हो भनेर लेख्ने गरेको देखिन्छ।